हेलो हेलो सन्चै हुनुहुन्छ सबैजना। आज म राति 10 बजे ड्युटी सकेर रुमतिर फर्किँदैछु। चाहे म 24 घन्टा काम गरौँ, चाहे म दिनको 18 घन्टा होइन जति गरे पनि म जति भयो होइन, आफ्नो आफ्नो हुन्छ तलब अब है। त्यही पनि जति पैसा कमाए पनि म सन्तुष्ट छैन क्या, किनभने लाग्छ नि जति पैसा त्यति पुग्दैन भन्छ नि, तर त्यो होइन क्या। जुन किनकि मैले कमाएर जो मान्छेले मलाई दिएको थियो, म हुर्किँदै बढ्दै गर्दा त्यो मान्छेलाई म अहिले दिन नसक्दाखेरि चाहिँ म आफैलाई लाग्छ क्या, जति म लाखौँ कमाउला होइन, महिनाको लाखौँ लाख कमाए पनि मलाई अहिले आएर लाग्छ कि यो पैसा कमाउनु त कमाएँ, कसको लागि कमाएँ, किन कमाएँ जस्तो लाग्छ क्या, फिल लाग्छ क्या कहिलेकाहीँ। किनकि मेरो बोजूलाई दिन सकिनँ क्या मैले, त्यही भएर म आज यति धेरै मिस गरेको छु कि मेरो जुन मिम है र मलाई सधैँ साथ दिने, हरेक कुरामा सपोर्ट दिने। अब परिवार त छँदैछ होइन, परिवारलाई म परिवार आफ्नो आफन्तजन कति आफ्नो साथीभाइ त छन् होइन, तर हरेक कुरामा म असफलता हुँदाखेरि म छु गर नडरा भनेर मलाई साथ दिने जुन मेरो साथी फाइदल सिंह आज धेरै मिस गरेको छु। र मिमीलाई, दुईजनालाई म जिन्दगीमा म मरेर जान्छु तर म भुल्दिनँ होला। होइन छन् विशेष मान्छेहरू त भइहाल्छ होइन, अरू पनि मलाई साथ सपोर्ट दिने, तर मध्येमा आज चाहिँ दुईजनाको धेरै मिस गरेको छु क्या, मेरो पिपी र मेरो साथी। न त म आफ्नो भनेर बोलाउन सक्छु, न त आफ्नो भनेर हक जमाउन सक्छु, न त मेरो हो भनेर बोलाउन सक्छु, किनकि मेरो साथमा छैनन्। पिपी छैन मेरो साथमा, म साथ समुद्र पारी छु मेरो साथीदेखि है। यस्तै छ परदेशी जीवन। पिर नगर्नु, जस्तो छु ठिक छु, जति छु राम्रो छु। समयमा ड्युटी चल्दैछ, राम्रै छ। सबैको लागि केही गर्नु नसके तापनि सबैजना जहाँ जस्तोसम्म भए पनि आफ्नो स्वास्थ्यको ख्याल राख्नु। आफ्नो स्वास्थ्य सबभन्दा ठुलो भनेको पैसा होइन, स्वास्थ्य हो। स्वास्थ्यलाई ख्याल राखौँला, भेट्दै गरौँला, मेरो यस्तै छ। अब अहिले चाहिँ नाइट ड्युटी चल्दैछ मेरो, त्यही भएर पानी पर्दैछ, हिँडाइ छ यस्तो पानीमा ट्रक के गर्नु। त्यस्तै हो, बोलेन मदेखि टाढो भयो भन्नेहरू कहिले नभन्नु होला, किनकि परदेशमा छु भनेको बेला समयमा कल गर्न बोल्न पाउँदैन रहेछ। त्यो माथि यहाँ योदेखि नेपालमा बोल्नलाई लगभग 4 घन्टा 45 मिनटको डिफरेन्ट रहेछ। त्यही भएकोले गर्दाखेरि समयमा कल गर्न बोल्न पाउँदैन। मैले कल गर्दा उता नेपालमा बिजी हुन्छन् साथीभाइहरू, नेपालबाट यता गर्दा अब कहिलेकाहीँ म ड्युटी हुन्छु, कहिलेकाहीँ निन्द्रामै हुँदो रहेछु। यहाँ भनेको सबभन्दा ठुलो भनेको निन्द्रा रहेछ। कति बेला सुतौँ, ड्युटी सकेर कति बेला सुतौँ हुँदो रहेछ। सबभन्दा ठुलो भनेको यहाँ स्वास्थ्य नै ठुलो हो, त्यही भएर निन्द्रा पुऱ्याउनुपर्छ है। तर कतिसँग बोल्न पाइनँ, बोल्दिनँ होइन, नरिसाउनु। सबैलाई मिस गरेको छु। ओके, गुड नाइट। नेपालमा त अहिले अब लगभग 2 बजिसक्यो, अरे हो 2 साढे 2 हुनु लाग्यो होला। ओके, फेरि भेट्ने आशा गर्दै सबैसँग बिदा मागे, बाई बाई।